हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज मर्निङ ड्युटीमा आएको छु है साथी। आज चाहिँ मेरो मर्निङ ड्युटी छ। बिहान 9 बजे म चाहिँ बिहानको ड्युटी परेको छ आज साथीहरू। यसो बिहान 9 बजे आउने हो, 1 बजे रेस्ट जाने हो। अब होटलमा आइपुगेँ म साथीहरू। टक्क लगाएर काम गर्नुपर्ने हुन्छ है त। ल है त साथीहरू, होटलमा आइसकेँ। अब चाहिँ काम सुरु हुन्छ केटोको। अरू बुढो के छ? फेरि भिडियोमा आउने कि आउने? त्यहाँ केही भन्नु त? आएगा रोटी। है साथीहरू, यहाँ चाहिँ आज चाहिँ म बिहानको ड्युटीमा यसो बनाइदिएको है। मैले काम गर्ने चाहिँ यसलाई साथी तन्दुरीमा हो। काम बब्बाल हुन्छ साथीहरू। यता हाम्रो बुढो सर अब काम गर्नुपर्छ साथीहरू। ल है त 9 बजे आएको छु। 9 बजे अब 1 बजे रेस्ट टाइम हुन्छ। 1 बजे गएपछि 4 बजे आउने हो। फेरि 12 बजे जागिने हो यति धेरै साथीहरू। ल हेरौँ, अब काम गर्नुपर्छ है। ल त साथीहरू, 1 बज्यो। रेस्ट टाइम जानुपर्ने हुन्छ साथीहरू है त। रेस्ट टाइममा अब रुममा जाँदैछु। अब फेरि 4 बजे आउनुपर्छ है ड्युटी। रुममा जाँदैछु। के गर्ने र, काम त गर्नै पर्यो होइन होला। के हो? फाइनली केटो रुममा आइपुगेँ है साथीहरू। अब टक्कलाई रेस्ट गर्नुपर्ने हुन्छ। रेस्ट गरेर 4 बजे फेरि कुटुङ 12मा काममा जानुपर्ने हुन्छ है साथीहरू। ल है त साथीहरू, 4 पनि बजिसक्यो। एकछिन एकजिमिक सुतेर उठेँ। फ्रेस भयो, हल्का मुख सुक्दैयो। जानुपर्ने हुन्छ नन स्टप। फेरि 12 बजे हो एकचोटि। ल गएको है साथीहरू। ल है त साथीहरू, रुममा आइसक्यो। 12 बज्यो। छुट्टी पनि भइसक्यो। केटारी आएर पुरा सुतिसकेको छ। अब एउटा सुत्नु लगाएको छ। ओ पालि हेलो गरिदिनु यहाँ। यता हेर्नु। ओ सरकार के हो क्या यार? यसो यार हाई गरिदिनु न त यता। हमको मारो, हमको जिंदा मत छोड़ो सालो। ल अब थकाइ लाग्छ यार लास्टै। अब टक्क लगाएर सुत्नुपर्ने हुन्छ। भिडियो मन परेमा अब लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है साथीहरू।